सम्पूर्णलाई दर्शन नमस्ते नमस्कार। आज हामी बनाउँदैछौँ चिज स्टफ बराबरको भात। त्यसको लागि चिजलाई टक्क काटेर स्लाइस राखेको थियौँ अनि त्यसको भित्र होइन स्टफ गर्नुपर्छ। यसरी नै टक्क टक्क सबै होइन स्टफ गरेर अनि भित्र हालेर टक्कलाई सेप बनाउने होइन टक्क सेप बनाउनुपर्छ। हामी हराभरा भन्दा यसलाई चाहिँ अलि डिफ्रेन्ट सेपमा दिन्छौँ होइन। टक्क त्यसपछि तेलमा होइन झैँया हालेर फ्राई गरेर जब तक होइन यता डिसहरू चाहिँ होइन सजाउनु पर्छ। त्यसपछि टक्क त्यो पनि रेडी भइहाल्छ। यता डिसेस सजाउन्जेलसम्म उता रेडी भइहाल्छ होइन। टक्क त्यहाँदेखि तानेर यसरी होइन टक्क डिसमा सजाएर गाइस होइन। त्यसपछि टक्क होइन त्यसपछि माथिदेखि चाट मसलाहरू हाल्नुपर्छ होइन। खै त टक्क चाट मसला हालेर अनि यसरी चिज सस होइन माथिदेखि डेकोरेसनको लागि होइन टक्क चिज सस हाल्ने अनि माथिदेखि धनियाहरू टक्क छरिदिँदा ओ है हेर्नु तर गाइस क्या बवाल बनेछ डिस होइन। डिस त दामी भयो गाइस होइन। त्यसपछि अब हामीले यसो चाखेको उहाँ सरलाई चाहिँ खतरा मन पर्यो अरे क्या। टक्क उहाँले चाहिँ यस्तो बाइट गर्नुहुन्छ है ओहो हो